सबैलाई नमस्ते। बेङ्गलोरको कहानी नेपालीहरूको यो हेर्नुहोस् है। अरू भाइ के छ? हजुर नमस्ते। अनि के छ, कस्तो छ अनि यो बेङ्गलोरको हालखबर? ठिकै छ दाजु, ठिकै छ। यस्तै नौकरी गरेर गुजारा भइरहेछ भनौँ न। भाइको नाम के हो? मेरो नाम चाहिँ कमल विक। कमल हो? ड्युटी सुटी गरिरहेको छौँ। अनि यो खाली जमिन पुरेर अनि यसमा पैसा कति दिएछ? पैसा खाली जमिन कुरेको हामीलाई 12,000 दिएछ। 12,000 भाइलाई दिएछ, 12 मलाई दिएछ। दुईटा छन्, एउटा यहाँ छ, एउटा अर्को ठाउँमा छ। बेङ्गलोरतिर त मात हाल्नुपर्छ भन्ने मात हाल्नुपर्छ। मात नहाले हुँदैन। हेर्नु कस्तो हुन्छ भन्दाखेरि नेपालमा मान्छे आउँछ, फ्यामिली लिएर आउँछ। अब मान्छेले ड्युटी पाइया हुँदैन। अब फ्यामिलीसँग मान्छे कति हिँड्ने, कति अब फ्यामिलीसँग अब ड्युटी हेर्न गयो भने 50, 60, 70, 80 अब त्यसरी भन्छन्। हेर्नु अब फ्यामिलीसँग धेरै बस्नु पनि गाह्रो हुन्छ। अब मान्छे हालिहाल्छन्, नहाले पनि नहुने, त्यस्तै हो। दुःखै छ भनौँ न। दुःख कतिसम्म दिएछ अहिले यहाँ पेमेन्ट? मलाई 12,000 दिएछ। 12 भाइलाई दिएछ। दुईटा छन्, एउटै ओनर हो। 12 दिएछ। 12 ओभरटाइम अरू केही आउट कामहरू? यहाँ आउट काम मिल्दैनन्। हेर्नु अनि 12मा अनि अरू सबै बुढीले कमाउने? त्यही हो। अब 50सम्म हुन्छ हाम्रो। अब 30-32 हजार, गाडी साडी पनि होला नि? 30-32 हजार उसले कमाउँछ। अब 2-4 हजारका गाडी छन् धुने 30-32 उसले कमाइ। अब त्यही हो, 18-20 हजार हुन्छ भनौँ न। अब 12 यहाँ दिएर 2-4, 4-5 हजार यताउति। अनि जस्तै अहिले अब बेङ्गलोर भन्छन् मान्छेहरूले। अहिले बेङ्गलोर भने चाहिँ फेमस छ होइन? अहिले जो कि नेपालबाट आउने नेपालीहरूलाई के छ हजुरको सुझाव? नेपालबाट आउनेको लागि कन्ट्याक्ट गरेर आउनु होला। त्यसै बिना कन्ट्याक्टको आएपछि कहिलेकाहीँ दुःख पाइन्छ। कन्ट्याक्टमा आएपछि ठिकै हुन्छ। भन्नुपर्दाखेरि जस्तै बिना हावातालमा आउनु भयो, हावातालमा आएपछि दुःख पाइन्छ। तर कन्ट्याक्ट भएर ड्युटी फिक्स छ भने चाहिँ आउँदा राम्रो हुन्छ। राम्रै हुन्छ। ल त ल, हुन्छ, हस् त, धन्यवाद।